मौसमका बावजुद पनि छोटो समयमा यति ठुलो सङ्ख्यामा उपस्थित भएर यो उम्मेदवारको घोषणा गराउने कार्य गरिदिनु भएकोमा यसमा बारम्बार समन्वयको कार्य भूमिका खेलिदिनु भएको कमल सापकोटा सर बालकृष्ण दाई, विजय दाई, किरण दाई, हामी कमल सर लगायत सबैलाई मैले धन्यवाद दिन चाहन्छु। सबै कुरा दोहोरिएको छ, धेरै कुरोभन्दा पनि समयको पाबन्दी छ। अहिले 3 बजे 3 दिन अगाडिदेखि हामीलाई त्यो त्यहाँ सैनिक सङ्घले उम्मेदवारलाई त्यहाँ स्वागत सम्मान र त्यहाँ शुभकामना दिने कार्यक्रम 3 बजे त्यहाँ जसरी पुग्नु भयो। संक्षिप्त रूपमा यो चाहिँ जान्न चाहन्छु। आगामी फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारको रूपमा प्रस्तुत भएको छु। अहिले सिङ्गो मुलुक यो प्रतिनिधि सभा निर्वाचनतर्फ उन्मुख भइरहेको छ। एउटा लोकतन्त्रको एउटा आधारस्तम्भ मानिने एउटा आधारस्तम्भ मानिने आगतिक निर्वाचन त्यसलाई नभनौँ, यो जेलजी आन्दोलन पश्चात विकसित राजनीतिक घटनाक्रमबाट सिर्जित यो विशेष निर्वाचन भएकोले यसलाई मानिन्छ र यो विशेष निर्वाचन भनौँ या आवधिक निर्वाचन भनौँ, यसलाई हामीले लोकतन्त्रको मेरुदण्डको रूपमा हामीले लिन सक्नुपर्दछ। अहिले देश जनता र लोकतन्त्रको पक्षमा झन्डै 8 दशकभन्दा लामो समयदेखि अविचलित र अविच्छिन्न रूपमा सङ्घर्ष गर्दै आएको नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले मलाई नेता बनाएको छ। अहिले एकातर्फ देशमा यस्तो विषम परिस्थिति आइरहेको छ कि अहिले नेपाली जनताको ठुलो त्याग बलिदानीबाट जुन खालको संविधान र गणतन्त्र आयो, अहिले यो संविधान पनि धरापमा पर्न कुदिरहेको बेलामा, संवैधानिक यो रिक्तता आइरहेको बेला, संवैधानिक शून्यता छाइरहेको बेलामा यो निर्वाचन भइरहेको छ। एकतर्फ हामीले यो संवैधानिक यो रिक्ततालाई पूर्ति गर्नको लागि, संविधानको रक्षा गर्नको लागि यो निर्वाचन अपरिहार्य छ र भने अर्कोतर्फ हाम्रो विगतको यो गणतन्त्रबाट प्राप्त, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त विभिन्न आन्दोलनका उपलब्धिहरूलाई हामीले रक्षा पनि गर्नुपर्ने भएको कारणले चाहिँ हाम्रो काँधमा दोहोरो जिम्मेवारी आइपरेको छ। त्यो जिम्मेवारी तब मात्र पुरा गर्न सकिन्छ कि हामीले पुरा हुनेछ हाम्रो तब हामीले हिजो विगतको जटिल परिस्थितिमा, असहज परिस्थितिमा नेपाली काङ्ग्रेसप्रति नेपाली जनताले दिएको साथ, सहयोग र समर्थन हामीले प्राप्त गर्न सक्यौँ भने मात्र त्यो जिम्मेवारी प्राप्त गर्न सक्छ। बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 हरेक कुराले राजनीतिक, सामाजिक, ऐतिहासिक र सांस्कृतिक पहिचानको दृष्टिले छुट्टै महत्त्व राख्ने क्षेत्र हो। यहाँ धेरै समृद्धिका प्रचुर सम्भावनाहरू हामीले देखिरहेका छौँ। जस्तो हामीले देखिरहेका छौँ बागलुङ जिल्लाको विशेष गरी दक्षिण बागलुङ बजार एरिया, काठेगोला एरिया, त्यहाँ जहाँ एकदम उच्च पहाडी दृश्यहरू छन्। यो छिस्तीको पुरानो गाउँ बागलुङ, हाम्रो राजधानीको हाँडीकोट, भैरवथान मन्दिर, पञ्चकोट, जहाँ प्रकृति, संस्कृति र आध्यात्मको त्रिवेणी धाम भनेर अहिले विकास हामीले गर्दै लगेका छौँ। यसरी प्रसिद्ध ठाउँहरू छन्। यी ठाउँलाई हामीले एउटा पर्यटनको महत्त्वपूर्ण आधारको रूपमा लिन सकिन्छ। त्यस्तै धार्मिक दृष्टिकोणले महत्त्व राख्ने धेरै क्षेत्रहरू यो ठाउँमा छन्। जस्तो हाम्रो जैमिनी ऋषिले तपस्या गरेको भनेर पवित्र भूमि जैमिनी धाम, गाइथुनी राधाकृष्ण धाम, भैरवथान, अब यो पञ्चकोट लेखेर पालुका कालिका भगवती मन्दिर, यस्ता ठाउँहरू छन् जसलाई हामीले धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने सम्भावना देखिन्छ। अर्को कुरो, बागलुङ जिल्लामा यो क्षेत्रमा 2वटा राष्ट्रिय गौरवका योजनाहरू अहिले निर्माण हुन गइरहेका छन्। कालीगण्डकी करिडोर, जसले नेपालको सामरिक महत्त्व भएको दक्षिण नेपाल र चीनको सिमाना रोकथामकालाई जोड्ने खालको जुन सामरिक महत्त्व भएको कालीगण्डकी करिडोर बन्दैछ। र अर्को
हाम्रो पूर्व पश्चिम फैलिएको यो हाम्रो मध्य पहाडी लोकमार्ग पनि बागलुङको 1 नम्बर क्षेत्रबाट जाँदैछ। यसलाई पनि हामीले समयमै पुरा गर्नुपर्ने त्यो दायित्व छ। धेरै हामीले विकास र परिवर्तनका धेरै हामीले सम्भावना देखिरहेका छौँ। यहाँलाई विभिन्न हाम्रा हरियाली डाँडा काँडाहरू छन्, हामीले त्यसलाई पर्यटनको एउटा पर्यटन स्थलको रूपमा हामीले विकास गर्नुपर्ने छ र हामीसँग विकास र समृद्धिको प्रचुर सम्भावना छ। भने अर्कोतिर हामीले त्यो क्षेत्रमा कृषिलाई त्यहाँको स्थानीय उत्पादनलाई पनि हामीले जोड दिनुपर्ने छ। रोजगार धेरै कुरो छ, त्यहाँ रोजगार धेरै, शिक्षा स्वास्थ्य धेरै कुरा गर्नुपर्ने छ। त्यस कारणले त्यहाँ संसद भनेको नीति निर्माण गर्ने सर्वोच्च निकाय संस्था हो। हामीले सांसद हुँदा बित्तिकै विकास भन्ने जोड्छौँ, तर हामीले त्यहाँ गएर हामी नियम बनाउने, कानुन बनाउने, संविधान संशोधन गर्ने उचित मान्छेले छनौट गर्ने हो त्यहाँ पठाउनु। त्यस कारणले विकास र नीति निर्माण संविधानसँग जोडेको कारणले चाहिँ हामीले योग्य र अनि क्षमतावान मान्छेलाई पठाउनु, उम्मेदवारलाई पठाउनु जरुरी छ। त्यसबाट म उठिरहेको छु। अहिले पार्टीभन्दा माथि उठेर यहाँहरूले मलाई साथ सहयोग गर्नुहुनेछ। तनले मनले धनले चाहिँ के गर्न सकिन्छ। सामान्य किसानको छोरो म त्यो परिस्थितिसँग चुनाव लड्न गइरहेको छु र यहाँहरूले आगामी निर्वाचनमा पार्टीभन्दा माथि उठेर मलाई चाहिँ यहाँहरूले साथ सहयोग र एउटा सद्भाव प्रकट गर्नुहुनेछ। मलाई यहाँहरूले के कमी कमजोरी छ मबाट, के कस्तो मैले सुधार्नुपर्ने छ, यहाँहरूले अमूल्य सल्लाह सुझाव पनि दिनुहुनेछ। हाम्रो सचिवालयमा साथीहरू हुनुहुन्छ होइन। यहाँहरूले पोखरामा भएर बढीभन्दा बढी त्यहाँ हाम्रा यहाँ पोखरावासी मतदातालाई गाउँ गाउँमा पुर्याएर भीमसिंहको पक्षमा मतदान गर्न अपिल गर्नुहुनेछ। अब बिचमा हामीले के कति सकिन्छ कुरा नभनेर म फागुन 21 गते चुनावमा लडिरहेको छु। यहाँहरूले तन मन धन सबै तरिकाबाट मलाई सहयोग गर्नुहुने अनुरोध गर्दै मेरो छोटो मन्तव्य यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।